प्रचण्ड गर्मीको समय थियो। एउटा कमिलालाई खुब तिर्खा लाग्यो। ऊ पानीको खोजीमा यताउति हिँड्न थाल्यो। हिँड्दा हिँड्दै उसले एउटा पोखरी भेट्यो। त्यस पोखरीमा उसले पानी खानको लागि गयो। पानी खान खोज्दै गर्दा ऊ चिप्लिएर लड्यो। त्यसपछि उसले म पानीमा खसेँ, मलाई बचाऊ बचाऊ भन्दै चिच्याउन थाल्यो। त्यो कुरा नजिकै बसेको सुगाले देखिरहेको थियो। उसलाई कमिलामाथि दया आयो र उसले पात टिपेर कमिलाको नजिकै राखिदियो। त्यही पातमा चढेर कमिला बाहिर निस्कियो र कमिलाले आफ्नो ज्यान जोगायो। र उसले कमिलाले सुगालाई धन्यवाद पनि दियो र मैले यो गुण बिर्सने छैन भनेर भन्यो। त्यसपछि केही दिनपछिको कुरा हो, एकजना सिकारीले त्यही सुगालाई मार्नको लागि बन्दुक ताकेर बसिरहेको थियो। त्यो कुरा कमिलाले देख्यो। अब कमिलालाई थाहा भयो कि त्यस सिकारीले सुगालाई मार्नेछ। अब मैले यसलाई जोगाउनु पर्छ, जसरी पनि सुगालाई बचाउनु पर्छ भन्ने ठानेर ऊ सिकारी भएको ठाउँको नजिकै पुग्यो र उसले सिकारीको खुट्टामा जोडसँग टोकिदियो। त्यो टोकाइको पीडाले गर्दा उसको बन्दुकको नाल यताउति हल्लियो, जसले गर्दा निशाना अन्तै गयो, बाहिर गयो र सुगा पनि बच्यो। र यो कथाबाट हामीले के बुझ्छौँ त भने भाइ बहिनीहरू, कुनै पनि दोस्ती साथी भनेको इमान्दारिताका साथ निभाउनु पर्छ। त्यसो गरियो भने दुवैलाई फाइदा हुनेछ भन्ने कुरा हामी यसबाट सिक्छौँ। हवस् त, धन्यवाद।